एभ्रिवान वेलकम टु विश्वास राई ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म तपाईँहरूलाई हल्का वेदरको बारेमा हल्का केही देखाउन गइरहेको छु होइन। यो चाहिँ हो हाम्रो मन्दिर होइन। अनि आजको वेदर चाहिँ यस प्रकारको छ। ल हेर्नुहोस्, यस प्रकारको छ होइन, यस प्रकारको छ है। पानी पर्न लाग्यो। तपाईँहरू आफ्नो ठाउँमा सुरक्षित हुनु होला। हावाहुरी असिना पानी आउन लागिरहेको छ होइन। त्यही भएर तपाईँहरू जहाँ पनि हुनुहुन्छ आफ्नो सेफ्टी गरेर हिँड्नु होला। देख्न सक्नुहुन्छ, हेर्नुहोस् यहाँ चाहिँ त्यो चाहिँ जुर्खेत हो, यो चाहिँ मन्डु, अनि यता चाहिँ माथि चाहिँ सुपिङ्ग हो। त्यही भएर तपाईँहरू आफ्नो ठाउँमा सुरक्षित बस्नु होला। म चाहिँ यहाँ मन्दिरतिर छु, ट्याका लाएर हेर्नुहोस्। सबैजना आफ्नो ठाउँमा सेफ रहनु होला। अब अहिले यो चैत वैशाखै भए पनि हावाहुरी आउने एकदमै डेन्जर हुन्छ। यो बेलामा चाहिँ पानीहरू पनि पर्छ होइन। त्यसैले तपाईँहरू आफ्नो ठाउँमा सेफ बस्नु होला। र रहेको कुरा वेदरको यस्तो बवाल भइरहेछ। ल पानी पनि पर्न थालिसक्यो। यो चाहिँ हो हाम्रो शिवजीको मन्दिर, चाहिँ मन्दिर हो। यहाँ चाहिँ मन्दिर शिवजीको मन्दिर छ। अनि यहाँ बुद्ध भगवानको मन्दिर पनि छ। अनि ट्याक्क लाएर गएर यता चाहिँ रोड छ। यहाँ चाहिँ पुरै हावाहुरी आउन लागिरहेछ होइन। त्यसैले सबैजनाहरू सेफ बस्नु होला आफ्नो ठाउँमा। अनि अर्को कुरा, यो चाहिँ पिपलको रुख है गाइस, यो चाहिँ पिपलको रुख हो। अनि यता चाहिँ खोला छ, तल चाहिँ खोला छ। यो चाहिँ खोला हो, तर खोला छ पानी छैन है। खोला छ पानी छैन। अनि त्यो हो, त्यो चाहिँ हो त्यहाँ माथिको चाहिँ त्यो चाहिँ दम्की हो, सुटिङ जाने बाटो। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ मकै। तपाईँहरूकोतिर कत्रो भयो, हाम्रोतिर चाहिँ यस्तो भइसकेको छ मकै ट्याक्क लाएर। मकै यस्तो राम्रो भइसकेको छ। र वेदर चाहिँ अलिक डेन्जर छ आज। तपाईँहरू अलि सावधानी अप्नाएर हिँड्नु होला दर्शक दिनहरू। र अर्को कुरा, यो चाहिँ रुद्राक्षको बोट हो। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ यो हो। तपाईँहरू रिसोर्ट जानु यो चाहिँ सुपिङ गोड्स क्याम्पको रिसोर्टको हो होइन। अनि हामी यता हो तलतिर सालजानी बाटो भयो। फेरि म रिटर्न टु मन्दिर। आजको वेदर एकदम कडक छ होइन। यो चाहिँ हाम्रो बरको रुख छ। यो चाहिँ मन्दिरभित्र पर्छ होइन। त्यही भएर हामी ट्याक्क लाएर हिँड्दैछौँ। तपाईँहरूकोतिर कस्तो छ वेदर? हाम्रोतिर त यस्तो छ है, पानी पर्नलाई रेडी भइसकेको छ होइन। हवस् त दर्शक दिन, अहिलेलाई यो ब्लग यहीँ टुङ्गाउन चाहन्छु। सबैजनाले माया गरिदिनु होला, हेरेर प्रतिक्रिया पनि दिनु होला। फेरि भेटौँला नेक्स्ट ब्लगमा।